ल हरि सर हजुर आज हामी लामो समयको अफिसको थकाइ मेट्न र यो यसो मौसम बिदाको शनिबारको दिन साथीहरूसँग मेमोरी क्याप्चर गरौँ, भेटघाट गरौँ, बसौँ। र यो जताततै फ्रस्ट्रेसनको कुरा मात्रै आइरहेको देशको केन्द्र राजधानीमा चाहिँ फरक फरक पक्षधरका आन्दोलन भइरहेको, त्यसपछि गएर मानिसहरू चाहिँ अलिकति फ्रस्ट्रेसनको बिचमा चाहिँ भइरहेको अवस्थामा हामी पनि केही यसो नयाँ केही सोचौँ, केही योजना बनाऊँ, डिस्कस गरौँ, छलफल गरौँ, आफ्ना तनावलाई पनि मुक्त गरौँ भनेर भलाकुसारी गर्ने भेटघाट गर्ने कार्यक्रममा छौँ। चौबारमा छौँ, चौबारमा शान्त वातावरण छ, मौसम पनि एकदमै राम्रो साथ दिएको छ। मौसमले गफ गर्नुहोस् भनेर वातावरण अनुकूल बनेको अवस्था देखिन्छ। ठिक छ, हामी खुसी छौँ, रमाइलो छ। तपाईँहरू हेर्दै हुनुहुन्छ भने इन्जोय गर्नुहोस्, हाम्रो एक्टिभिटीलाई अब्जर्भ गर्नुहोस्, के लाग्छ प्रतिक्रिया दिनुहोस्। हाम्रो श्रम तथा यातायात मन्त्रालय अन्तर्गत चाहिँ हामी डाटा एन्ट्री कर्ताहरूमा कार्यरत साथीहरू हौँ, त्यहाँ चाहिँ जोडियौँ र अहिले एउटा माहौल क्रिएट भएको छ, त्यसैमा यसो रमाइलो। हजुर चाहिँ कहाँदेखि भयो? नमस्कार सबैलाई। हाल किर्तिपुर, घर चाहिँ बाजुरा। त्यही हो, सरले भने जस्तै श्रम तथा यातायात मन्त्रालयमा हामी डाटा एन्ट्री कर्ताको कर्मचारीको रूपमा कार्यरत छौँ। अहिले हामी सबै भेटघाट यसो माहौल बनाऊ, बिहानको टाइम शनिबारको सदुपयोग, रमाइलो मिठो गफगाफ, चियासँगै, त्यही हो। अनि सर कसो मजै रहेछ होइन, हाल हामी श्रम तथा रोजगार मन्त्रालयको डाटा एन्ट्री कर्ताको रूपमा कार्यरत हुँदै आएको। आज यस्तो शनिबारमा हामी यस्तो काम गर्न साथीहरूको जमघट लिएर यस्तै शोभा डाँडातिर केटी नभए भने केटाकेटाहरू आएका छौँ। जो रमाइलो छ। हेर्छु नि त साथै हेर्नुहोस् है। तपाईँको जे छ मेरो पनि त्यही हो। घर कहाँ भन्नुहोस्? मेरो घर कहाँ भन्ने अब अहिलेसम्म बनाएकै छैन। घर बनाउने प्रयासमा छु। बुवाको घर चाहिँ उता बैतडी। अहिले बुवा चाहिँ घरमै हुनुहुन्छ मम्मीसँगै। मिसिङ यु ड्याडी खै त नि यार। मिसिङ यु ड्याडी। ल गाइस, यो रमाइलो भइरहेछ होइन, सबैजना चाहिँ खास सुदूरपश्चिमको हो। तपाईँले सोधेरै मेरो नाम चाहिँ खेमजङ सिंह ठकुरी है। म चाहिँ बजाङ मेरो घर चाहिँ, तर म चाहिँ सानोदेखि नेपाल बसेर हो। अहिले अब मात्र चितवनमा के बस्छु। रमाइलो भइरहेछ, मजा आइरहेछ। अब सबै साथीहरूसँग एउटा मेमोरी हो, लाइफ टाइमभरि। अब भर्खर युवा बेलामा है मजा आउँछ नि त यति। अब त्यो भइसकेपछि हिँड्दै मजा आइरहेछ, खुसी छु। तपाईँ प्रिन्स पिया बुक पढ्नु गर्नुहोस् अब। ओहै ओहै वाउ वाउ। शनिबार विशेष मनाउन गएका थियौँ हामी। फेरि कहाँ आउँछ र घुमेर यो बालपनको मेरा, यो बालपनको मेरा। न त घाम न त पानी, मन्द मौसम अनि मिलन साथीहरूसँगको आजको शनिबारको बसाइ एकदमै रमाइलो बित्यो। चौहार डाँडाबाट हरियाली वारिपारिक डाँडा हेर्दै रमाइलो गर्दै हाँसो अनि ठट्टा सहित फोटो पनि लियौँ। हामीहरूको बसाइ एकदम साथै साथीहरू बिच एउटा सानो खेलको पनि आयोजना गऱ्यौँ, रमाइलो बोलाइदियो। City lights flicker where the sinners play preacher. Graffiti scriptures on train cars. माथि डाँडामा रमाइलो गरेपछि हामी तल झर्दै गऱ्यौँ। झर्दाखेरि हाँसो शनिबारको घुमाइ रमाइलो गर्दै घरतिर फर्क्यौँ।